बुद्धविहार अहिले भर्खरै यो के अरे पिचभन्दा बाहिर गएको अवस्था हो। धन्न पेसेन्जरहरू पाइलटहरू सबै सुरक्षित हुन्छ। क्याप्टनहरू सबै निस्किनु हो। क्याप्टन साहब हुन्छ त्यहाँ? मलाई पठाइदियो ल त्यो ल टिकटकमा उताबाट कताबाट निस्किने? होइन त्यहाँ नाला छ, नाला छ, पैनी छ त्यहाँ, नाला छ त्यहाँ। त्यहाँ प्रहरी मात्र जानु है, अरू कोही पनि नछिर्नु है। बुद्धको स्टाफ र प्रहरी मात्र जानु। जानु पायो नि त प्रहरी जान पायो, बुद्धको स्टाफ मात्र जान पायो। बहुमूल्य सामानहरू हुन्छ कोही नजानु। तेरो धन्न बालबाल मार्छ नि तपाईहरु पेसेन्जर हो हैन? ठिक छ। अनि पेसेन्जरहरू आफ्नो गर्दा हुन्छ, बस्दा हुन्छ। उहाँ पेसेन्जरहरू आउनु त, उताबाट जानु त, उताबाट सजिलो गरी उताबाट पेसेन्जरहरू कहाँ हुनुहुन्छ? यसो गरौँ न, बुद्धको स्टाफले एकजनाले ह्यान्डल गरौँ न। बुद्धको स्टाफले गरौँ न। छैन भित्र छैन, भित्र छैन। बुद्धको लास्ट फ्लाइट हो। भन्नु भगवानको कृपाले केही भएन। त्यो एयरपोर्टमा समन्वय हुन्छ भने बुद्धविहारको कोही आधिकारिक मान्छे प्लेनसम्म पठाउने व्यवस्था गर्छ। तपाईहरु त्यो साइडबाट जाँदा पनि हुन्थ्यो। बुद्धको प्यासेन्जर हो यो बुद्धविहारको फ्लाइट छ, लास्ट फ्लाइट ठिकै छ। बुद्धविहारको कोही आधिकारिक मान्छे यहाँ प्लेनसम्म पठाउने व्यवस्था भएपछि राम्रो हुन्छ। भाइ खाली खुट्टा कोही छ? खाली खुट्टा चप्पलवाला एकैछिन उहाँहरूलाई यसो तारिदिउँ न त्यहाँ अलिकति। हाम्रो मान्छे खोइ जुत्ता खोले एकजना भाइ चप्पल लगाएको छु, खोलेर जाउँ। पेन्ट सार न यसो अलिकति सहयोग गरिदिउँ न है। अब उहाँबाट आउनु त्यसै यस्तो भएको अब त खतरामुक्त भइहाल्यो नि, आत्तिनु पर्दैन। भाइ जुत्ता लगाएको छ तैँले? उहाँहरूलाई यसो सहयोग गरिदिनु पर्यो। सालजी यसो गरौँ न, यो चप्पल खोलेर गरौँ न, खुट्टा सारिदिनु उहाँहरूले पेसेन्जर। पेसेन्जर कोही हुनुहुन्छ अरू यता? होइन अब उतैबाट गरौँ, उतैबाट जानु भएको छ धेरैजना।